हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई एनदर टिआर भ्लग। आज चाहिँ म चाहिँ बिहानै कति 8-9 बजी उठेर चाहिँ क्लिनिङ गर्दै हो। भन्नुपर्दा चाहिँ यो यहाँ सबै क्लिनिङ गरेको र यहाँ हो नि त बसेर टिका लगाउने कता बसेर हुन्छ, यहाँ बसेर चाहिँ टिका लगाउँछौँ हामीले अहिले। आई होप तपाईँहरूले पनि राम्रै तिहार मनाइसक्नु भएको होला। अब नेपालतिर त मनाइसक्नु भयो होला। के अरे यतातिरको टाइम अलि ढिलो हो नि त, उतातिरको टाइम छिटो हो। यति बेला त मनाएर पनि खानपिन गरेर सकिसक्नु भयो होला है नेपालतिर त। अब हाम्रो पनि यतातिर अब रेडी हुँदैछ। यहाँ हामीले अहिले टिका लगाउँछौँ एकछिनमा। अब 1-2 घन्टापछि हामीले पनि टिका लगाएर सक्छौँ। आजको वेदर पनि बवालै छ जस्तो लाग्यो मलाई। बाहिरको वेदर पनि देखाइहाल्छु कस्तो छ। ल त हिजो अस्ति पानी फर्किने ल बवाल छ है ल आजको वेदर पनि। आज भाइ टिकाको दिन भनेर मौसमले पनि साथ दिएको छ हामीलाई। बवाल ल आज दामी हुने हो, दामी फोटो खिच्ने पर्छ अनि रमाइलो पनि गर्नुपर्छ हल्का। हेरौँ अब को रमाइलो गरिन्छ। लगाएर चाहिँ हेर्दै गरौँ है त, वेदर पनि दामी छ। म चाहिँ भर सरसफाइ गरेर चाहिँ यहाँ अनियन काट्दै हल्का कटिङ सटिङमा हेल्प गर्दै है त। यता अब पाक्दै सबै अब रेडी हुँदैछ सबै कुरा। अब आज चाहिँ छिटो सबैजना उठेर सबैले रेडी पार्दै है त। कहाँ पिरो भइरहेको थियो अगाडि यो लगाएको मस्तै पिरो भयो प्याज काटेको त मस्तै पिरो। आज चाहिँ बवाल हुनेवाला छ है। आज चाहिँ झ्याम्म पटेका छ अलिकति। आज चाहिँ लास्ट दिन नि त यो हामीले सबै पड्काउँछौँ, भिडियोमा देखिहाल्छ। आज चाहिँ बवाल हुनेवाला चाहिँ पहिला हामीले टिका सिका लगाउँछौँ अनि हल्का रमाइलो गर्छौँ घरमा, अनि त्यसपछि साँझ पार्कमा गएर बवाल हुनेवाला छ है ल। केटाहरूलाई पनि बोलाएको छु, होपफुल्ली उनीहरू पनि आउँछ होला। आज चाहिँ धेरैजनामा बवाल रमाइलो हुन्छ। यस्तै पिरो भयो र बवाल परिकार मन्डे चाहिँ आज मासुका परिकार। आज चाहिँ लास्ट दिन कुकम्यानहरू बवाल यता पनि हुनुहुन्छ। कटिङ म्यान चाहिँ म यता। तिम्रो कटिङको आइटमहरू देखाइदेऊ। त्यो लागि चाहिँ स्पेसलै यहाँ बनिरहेको छ। यत्रो बनिसक्यो। यो चाहिँ अचार होला, अचार रहेछ। यो चाहिँ छाङ है, यही बनाएको ढुक्कर बनाउने मान्छे चाहिँ यता है। यहाँ के भन्नुभयो दाइले? यहाँ यतातिर पोर्क बन्दैछ, अझै के बन्दैछ म देखाइहाल्छु। ल हाम्रो यहाँ केटाहरू चाहिँ ल है ल केटाहरू चाहिँ ल टिका लाउन आइसकेको छ है ल। फेमस यहाँ चाहिँ अब केटाहरू चाहिँ ल टिका लाउन आइसकेको छ है ल। फेमस यहाँ चाहिँ अब रेडी भ्लगमा आउँछ है केटाहरू। ल अब टिका लगाएको आइहाल्छ। को लाउने यो टिका ल भन है। अनमोलले चाहिँ लगाइहाल्छ टिका लाउने मान्छे चाहिँ अनमोलै। लगाएर म चाहिँ अब फाइनली रेडी भइसकेँ। अब टिका लगाउनुको लागि अब चाहिँ म चाहिँ तल जान्छु। त्यहाँ तल कुरिरहेको छ टिका लगाउनुको लागि। सबै कुरा रेडी भइसक्यो। अब हामी चाहिँ टिका लगाउँछौँ, कसैले पनि आउँछौँ। आजको तिहार स्पेसल्ली त
ल हामी चाहिँ अब खानको लागि रेडी है रेडी सबै कुरा लगाइसक्यो टिका अब खाना नि लक्क हो किन्न लगाएको मुस्कान भनिदिनु पर्यो अनमोल त भइहाल्यो ल हामी चाहिँ अब खाना खान्छौँ अब बहिनीहरूले पनि खान्छ दामी 1 eternity later ल गाइस फाइनल्ली हामी टिका सिका लगाइयो अघि नै अनि एकछिन रमाइलो गरियो अनि कुराकानी गरियो अनि सब सकिसकेर रेस्ट गरियो एकछिन 2 घन्टा जति अनि अहिले चाहिँ फ्रेस भएर उठेर अब चाहिँ हामी चाहिँ पटेका पड्काउन जानु लाग्यो है अब पटेका उब्रेको चाहिँ यति हो मेन चाहिँ यसको लागि हो 130 शर्ट्स यसको चाहिँ बवाल देखिनेवाला छ भिडियो म चाहिँ देखिहाल्छु अब हामी चाहिँ यो सब प्याक गर्छु अब पार्कतिर लाग्छु है त चाहिँ अब पड्काउने ठाउँमा आइसक्यो यिनीहरूले झिलझिर बाल्दै रमाइलो गरिरहेको छन् अब केटाहरू पनि आउँछन् बबाल अब 130 सक्सवाला चाहिँ बबाल पड्काउनेवालामा छ अनि दामी भिडियो चाहिँ म देखाइहाल्छु कस्तो आउँछ अनि यहाँ होपफुल्ली तपाईँहरूले आज तिहार पनि राम्रै मनाउनु होला अब हेरौँ है त 130 सर्ट्स द 130 सर्ट्स 1 2 3 गो ल पड्काएर नि भयो लास्टमा चाहिँ हामी झिरझिर बाल्दै घरतिर जाँदै है त अब सक्यो पड्काएर अन्धकार छ वरिपरि तिहार पनि सकियो ल वान्स मोर ह्याप्पी तिहार ल राम्रोसँग बस्नु होला सुखी हुनुहोस् परिवार